भर्खरै खोलेको युनिभर्सिटी थियो सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, जहाँ भर्खर इन्जिनियरिङ एउटा कसा गतिमा गइरहेको थियो भनौँ। त्यहाँ आउन त्यो बाटो कसरी रोज्नुभयो सर? कसरी? यसमा चाहिँ अब कस्तो छ भन्दाखेरि सुदूरपश्चिम विश्वविद्यालयको स्थापना जुन बेला भयो, त्यो स्थापना हुँदाखेरि सबैभन्दा बढी खुसी भएको मान्छे मध्ये म पनि हो जस्तो लाग्छ होइन। त्यो जुन स्थापना भयो, रिक्वायरमेन्ट पनि हुनुभएको थिएन, म थिएन। यसको स्थापना भयो भन्ने बित्तिकै मैले त्यति बेला हेरिरहेको थिएँ जुन आन्दोलनहरू भएर धेरै अब सङ्घर्ष गरेर हामीलाई उच्च शिक्षामा सुदूरपश्चिमका भेगका जनताको चाहिँ उच्च शिक्षामा पहुँच बढाउने हिसाबले यही भेगमा विश्वविद्यालय खुल्नुपर्छ भनेर सम्पूर्ण समाजका सबै व्यक्तित्वहरूले चाहिँ यसमा ठुलो योगदान गर्नु भएको छ र विश्वविद्यालय स्थापना भएपछि मलाई एकदम खुसी लागेको थियो। ल कम्तीमा हामीले काठमाडौँ गएर भनौँ न हायर एजुकेसन लिनुपर्ने त्यो बाध्यता अब त्यो हट्छ होला भनेर, हजुर घट्छ भनेर त्यसपछि हाम्रो ठ्याक्कै इन्जिनियरिङ पनि यहाँ सुरु भएपछि अझै मलाई चाहिँ अब होइन अब चाहिँ त्यहीँ गएर चाहिँ कन्ट्रिब्युसन गर्नुपर्छ भन्ने मनमा चाहिँ लागिरहेको थियो भित्र। र त्यो सँगसँगै त्यही दौरानमा चाहिँ विश्वविद्यालय त्यति बेला उपकुलपतिज्यू र हाम्रो तत्कालीन अब डिनज्यू भवानीचन्द्र ठकुरी सरले चाहिँ मलाई एप्रोच गर्नुभएको थियो। ल अब उता चाहिँ हाम्रो यस्तो उसमा चाहिँ कन्ट्रिब्युट गर्न सक्छ। मैले उतिखेर एक्सेप्ट गरेँ र यहाँको एसोसिएट प्रोफेसरको भ्याकेन्सी पनि थियो। म त्यति बेला पुल्चोक थापाथली पढाइरहेको थिएँ अनि कन्सल्टिङ वर्क पनि गरिरहेको थिएँ, किनभने म पिएचडी गरेर फर्किँदाखेरि अर्बन प्लानिङ एन्ड डिजाइनमा विद्यावारिधि गर्नेहरू चाहिँ एकदम कम थिए नेपालमा र कन्सल्टिङ उसमा टिम लिडरको रूपमा काम गर्ने मैले मौका पनि पाइरहेको थिएँ। थुप्रै प्रोजेक्टहरूमा काम पनि गरिरहेको थिएँ। ठ्याक्कै त्यो सबै छोडेर मैले यो भएपछि ल म जान्छु र 2-3 वर्ष चाहिँ कन्ट्रिब्युट गर्छु म चाहिँ त्यो केही न केही सेटअप भयो भने 2-3 वर्ष मात्रै सोचेर मेरो इनिसियल सोच चाहिँ 2-3 वर्ष चाहिँ यो सेटअप गर्छु एउटा लयमा गएपछि अनि म चाहिँ आफ्नो फ्यामिली मेरो काठमाडौँमै बस्छन्, बच्चाहरू परिवार सबै काठमाडौँमा थिए। त्यही भएर म चाहिँ फर्केर फेरि यतै आउनु पर्ला अध्ययन गरिरहेको थिएँ, बच्चाहरू सानै छन् अनि त्यसको लागि गरौँला त्यो प्लान चाहिँ थियो मेरो। र यता आइसकेपछि अब जब इन्जिनियरिङ संकायमा त्यति बेला विज्ञान तथा प्रविधि संकाय थियो, स्कुल अफ इन्जिनियरिङ कम्बाइन थियो, स्कुल अफ इन्जिनियरिङमा थियो। यहाँ आए आउँदाखेरि सर हजुर आउँदाखेरि त अझै यहाँ बिल्डिङको सर्टेज थियो, क्लासरुम पनि त्यति थिएन, अझै ल्याब्सहरू थिएनन्, फ्याकल्टी मेम्बर्सहरूको सङ्ख्या एकदम कम थियो। इभन भनौँ भने त हजुरलाई सायद त्यति बेला बस्ने एउटा अलग क्याबिन पनि थिएन होला। त्यस्तो अवस्थामा आउँदा हजुरलाई त्यो ठाउँबाट यो ठाउँमा आउँदाखेरि हजुर के सपना देख्नु भएको थियो सर? अब सुरुमा मेरो चाहिँ कस्तो प्लान थियो भने जस्तै अहिलेको मैले के सोचिरहेको थिएँ सुरुमा भने अहिलेको युगमा चाहिँ अब महेन्द्रनगरमै भए पनि राम्रो इन्टरनेट कनेक्टिभिटी छ भने चाहिँ स्टुडेन्टहरूको अथवा इन्स्टिट्युसनलाई चाहिँ इन्टरनेसनल जुन मेरो सर्कल थियो उता कनेक्ट गर्न सकिन्छ। विभिन्न गेस्ट लेक्चरहरूदेखि लिएर रिसर्च सेयरिङका कुराहरूदेखि लिएर अन्य भनौँ न अध्ययन गर्ने लाइब्रेरीको एक्सेसहरूमा त्यो चाहिँ एकदम सपोर्ट होला र त्यहाँ बसेर पनि मैले विद्यार्थीहरूलाई पनि एजुकेसनमा पनि कन्ट्रिब्युट गर्न सक्छु र रिसर्चमा पनि गर्न सक्छु भनेर म यता भनौँ न जोइन भइसकेपछि मेरो फर्स्ट डेमा नै अब डिपार्टमेन्टमा जाँदाखेरि एउटा सानो हाम्रो हस्टेल बिल्डिङ, पहिलाको हस्टेल बिल्डिङमा त्यो एडेप्टिभ रियुज गरेको थियो, त्यसको सानो कोठाहरूमा विद्यार्थीहरू बसेर अनि त्यो पनि बिएससी सिएसआइटी, बिएससी जनरल साइन्स, त्यसपछि इन्भाइरोमेन्ट, बिएससी इन्भाइरोमेन्ट र सिभिल इन्जिनियरिङ मात्रै हामीसितै थियो स्कुल अफ इन्जिनियरिङमा। यो 4वटै प्रोग्राम त्यो 3-4वटा कोठामा बिहानदेखि बेलुकासम्म पालो चलाउने त्यस्तो बाध्यता थियो र अब हामीलाई पनि बस्ने सुरुमा चाहिँ ठाउँ थिएन भनौँ। पछि एउटै कोठाभित्र हामी 3-4 जना कोअर्डिनेटरहरू बस्ने पनि त्यो त्यस्तो किसिमको थियो सानो कोठामा। र मलाई याद छ मैले फर्स्ट मिटिङ प्रोग्राम कोअर्डिनेटर भएपछि फर्स्ट मिटिङ चाहिँ भित्र थाहा थिएन चौरमा गरेको हो, बाहिर बसाएर साथीहरूलाई फ्याकल्टीहरूलाई राखेर चौरमा त्यो मिटिङ सुरु गरेका थिएँ। त्यसपछि सुरुमा हाम्रो त अब धेरै किसिमको च्यालेन्जेसहरू थियो होइन, इस्युहरू थियो। त्यहाँ तपाईँले अहिले भर्खर भन्नुभयो अब सिभिल इन्जिनियरिङको स्थापना जुन सुरुवात गर्नुभयो त्यति बेलाको त्यो सुरु गर्ने त्यो पदाधिकारीहरूलाई पनि हामीले नमन गर्नुपर्छ, किनभने उहाँहरूको विचारले यो सुरु गरिदिनु भयो र त्यसपछि चाहिँ त्यसलाई अब सुरु गरिसकेपछि त्यसको जुन डेभलपमेन्ट थियो विकास गर्ने क्रममा कोर्स पाठ्यक्रमदेखि लिएर ल्याबोरेटरी, भवन, फ्याकल्टीहरूको रिक्रुटमेन्टका कुराहरूमा बिस्तारै हामीले काम गर्दै गयौँ।